मर्निङ अनि ह्याप्पी न्यु इयर 2026 सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना। तपाईँहरू सबैले सोचेको आँटेको पुरा होस् अनि लाइफमा सधैँ राम्रै राम्रो मात्रै हुन्छ भन्ने पनि छैन। देयर इज सो मेनी अप्स एन्ड डाउन्स, बट त्यो अप्स एन्ड डाउन्सहरूलाई पनि मजाले ट्याकल गर्न सक्ने क्षमता दिउन् भगवान्ले सबैजनालाई। त्यही हो, आज नयाँ वर्ष अनि नयाँ वर्षको दिन चाहिँ मेरो छुट्टी हो। अनि हिजो बेलुका चाहिँ नयाँ वर्षले गर्दा बेला काम पनि सकिएन, 11 बजी सकिनुपर्ने काम 12-1 नै बज्यो। त्यही भएर म दिदीकोमा जानु पाएन। त्यही भएर म अहिले दिदीकोमा जाँदैछु। अनि यस्तो चिसो गरेको छ आज, अनि वेदर पनि कस्तो छ, पुरै कालो 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 भएको छ वेदर। अनि त्यही भएर म फेरि जाँदैछु, बिहानै जानुपर्ने हो। त्यही पनि मलाई उठ्नै झ्याउ लगाएर राति सुत्दा बेला 2 बजिसकेको थियो। त्यही भएर म अहिले जाँदैछु। तल पानी चाहिँ परिराखेन, घरमा छाता चाहिँ बोकेको छु, बोक्न त, तर पनि पानी पऱ्यो भने त झ्याउ हुन्छ, जुत्ता सुत्ता सबै भिज्छ। अनि नयाँ वर्ष नेपालीहरूको नयाँ वर्ष नभए पनि अङ्ग्रेजी नयाँ वर्ष हो। अब मनाउनु त अब के मनाउनु, अर्काको ठाउँमा घुम्न जानु पनि एक्लै छुट्टी हो, कसैको नि छुट्टी छैन। म एक्लै मात्रै कता घुम्न जानु, अनि सबै काममा गइसकेँ। अनि हेरौँ आज दिनभरि के हुन्छ, के गर्छु। अनि न्यु इयर न्यु डे एन्ड न्यु भ्लग। अनि मैले चाहिँ आजदेखि चाहिँ रेगुलर भ्लग अपलोड गर्छु मेरो युट्युब च्यानलमा। अनि मेरो युट्युब च्यानल चाहिँ पूर्णिमा मगर छ, तपाईँहरूले सर्च गर्न सक्नुहुन्छ। अनि लिङ्क मेरो टिकटकको बायोमा पनि छ, अनि गएर मेरो सब्सक्राइब पनि गर्न सक्नुहुन्छ। म तपाईँहरूलाई लिङ्क पनि राखिदिन्छु मेरो भिडियो पोस्ट गर्दा बेला। त्यही हो, आज नयाँ वर्षको दिन मजाले घाम लाग्ने होला जस्तो, पानी सुम्ला जस्तो चाहिँ गरेको छ। आज चस्मा लाएर, टोपी लाएर, बुम बुम परेको ज्याकेट लाएर जाँदैछु। यतिले पनि मलाई चिसो भएर गलबन्दी चाहिँ किन ल्याइनँ मैले भनेर यस्तो चिसो भइरहेको। अनि आँखामा चिज हावा पऱ्यो भने कस्तो आँखा पिरो हुन्छ, अनि मेरो आँखा ड्राई भएर कस्तो दुख्छ। त्यही भएर चाहिँ मैले चस्मा लगाएको। यहाँको घरहरू हेर्नु कस्तो दामी हुन्छ है, सानो उनीहरूको घरहरू चाहिँ खुब मनपर्छ के। यस्तो बाटोमा सुन्तला फलेर लटरम्मै भुइँभरि पुरा खसेको छ, तर यहाँको मान्छेहरू टिपेर खाँदैनन् हौ, अचम्म छ। यस्तै सुन्तला फल्ने बासी बाटोमा मान्छेहरू राख्थे, नपाक्दै चोरेर खाइसक्थे। यहाँ त फलेर लटरम्म भएर भुइँमा झरिरहेको छ, त्यही पनि कसैलाई वास्तै छैन। फलफुल फ्रीमा खानुपर्छ भने साइप्रस आउनुपर्छ, जे पनि खान पाइन्छ। अम्बा, आरु, बेलौती, सुन्तला, अनार सब बाटोभरि लटरम्म फलेको हुन्छ। हिँड्दा बेला टिप्यो, खायो, मस्त। यस्तो फलेको छ। त्यस्तो छ, फलफुल मनपर्ने मान्छेहरू बाटोमा टिप्दै खाँदै गर्न साइप्रस आउन सक्नुहुन्छ। त्यतिखेरको घरहरू चाहिँ दामी लाग्छ क्या, सानो चिटिक्क परेको, एउटा फ्यामिलीलाई मजाले पुग्ने खालको, त्यस्तो रङ्गी बिरङ्गी कलरहरू पनि लाउनु नपर्ने, सट्ट मजाले एउटा कलर बाहिर लगाइदियो, दामी बवाल देखिन्छन् घरहरू। अब दिदीको रुममा पुग्न लाएँ। माथिबाट यता आउनलाई केही नभए पनि 40-45 मिनट त लाग्छ हिँड्दै आउनलाई। साइकल छ तर मलाई चलाउन आउँदैन। साइकल सिक्ने भनेको म अहिलेसम्म एउटा साइकल चलाउन सिकिरहेको छैन। अल्छी भएर हो कि डर मानेर हो कि के हो केही पनि थाहा छैन। साइकल चलाउन सिकेँ त अनि 20 मिनटमा 15-20 मिनटमा आइपुगिन्छ। तर आज मलाई बिहान एक्सर्साइज भयो,
हुन त 3 वर्ष हुन लागिसक्यो। जहिल्यै म 1 हप्तामा एकचोटि त यसरी हिँड्छु नै। तल आउनु पर्यो। तल आउँदा चाहिँ साथीले ल्याइदिन्छ प्रायः जसो। जाँदा बेला चाहिँ म प्रायः हिँड्दै जान्छु। अनि हिजो चाहिँ बेलुका अबेर भइसकेको थियो नि त, 12 बजिसकेको थियो। अनि म घर आउँदै 12:30 भइसकेको थियो। अनि त्यही भएर त्यति बेला लग्दैन मलाई भन्नु पनि मन लागेन। त्यही माथि पनि त्यसको छोराछोरीहरू सबै बिचबाट आएर उसको गाडीहरू सब उनीहरू लगेका छन्। उसको त गाडी हुँदैन, त्यही भएर पनि मलाई भन्नु मन लागेन। पनि सुन्दर फलेर Look at the view. कस्तो राम्रो देखेको। तलको चाहिँ समुद्र भयो। बस्ने अपार्टमेन्ट पनि यतै नजिकै हो। कस्तो हावा चलेको छ क्या, यहाँ डिस्टर्ब सुनिन्छ होला साउन्ड त। तर क्लियर वेदर गरेको बेला झन् झन् राम्रो देखिन्छ त्यस्तो छ। अनि मसँग चाहिँ माइक छैन नि त, अनि त्यही भएर लास्टै डिस्टर्ब सुनिरहेको थियो साउन्ड। त्यही भएर मैले यहाँ भोइस ओभर गर्दैछु। त्यहाँ दिदीको रुममा सुतिरहनु भएको थियो। त्यही भएर मैले डिस्टर्ब नगर्दिनँ, बोलिनँ, भोइस ओभर गरेँ। अनि हाम्रो चाहिँ न्यु इयर स्पेसल पोर्क मोमो खान प्लान भएको थियो। त्यही भएर हामी मोमोको लागि यहाँ प्रिपरेसन गर्दैछौँ। अनि आज चाहिँ मैले फर्स्ट टाइम स्याफाले पनि बनाउन ट्राई गर्ने भनेर मैले किमाहरू रेडी गर्दैछु। अनि स्याफालेको लागि चाहिँ हल्का किमाहरू मैले पकाएँ थोरै चाहिँ। अनि त्यस पछाडि हामी मोमो बनाउन सुरु गऱ्यौँ। अनि हामीसँग बेल्ना पनि नभएर दिदीले त्यो खै के हो त्यो सानो उसले चाहिँ गराइरह दिदीले बेल्यो। अनि हामी दुईटीले चाहिँ मोमोको डल्ला बनायौँ। पहिला मलाई मोमोको डल्लै बनाउन आउँथेन, अहिले चाहिँ मैले सिकिसकेँ। अब नेपालमा म केही गरेर खान सकेन भनेर म मोमोको ठेला लगाएर भए पनि म मेरो ज्यान पाल्न सक्ने भएकी छु। त्यसपछि हाम्रो मोमो पाक्यो अनि हामीले कोकसँग इन्जोय गऱ्यौँ। तपाईँहरूको नयाँ वर्ष पनि रमाइलो भयो होला। हाम्रो नयाँ वर्ष त एकदमै रमाइलो भयो। अनि नयाँ वर्षको दिन बिहानै जे गरौँ, दिनभरि जे गरौँ त्यही गर्नुपर्छ अरे। त्यही भएर हामी चाहिँ एकदम रमाइलोसँग बित्यो। आई होप तपाईँहरूको पनि राम्रो बित्यो होला। ह्याप्पी न्यु इयर वन्स अगेन।